7 क्लासको दोस्रो दिन रहेछ हैन र साइन्समा यो हाम्रो दोस्रो कक्षा हो। सबैलाई स्वागत पनि छ है, एकदम धेरै धेरै स्वागत भयो, वेलकम भयो सबजनालाई। साइन्सको बारेमा हल्का चर्चा गरेको थिएँ हिजो। आज चाहिँ के गर्छौँ त त्यसको डेफिनेसनहरूको बारेमा हामीले पढ्ने गर्छौँ, साइन्सको डेफिनेसन सबको बारेमा। साइन्सको डेफिनेसन पढ्नुभन्दा पहिला साइन्सलाई नेपालीमा के भनिन्छ त? विज्ञान। साइन्सलाई नेपालीमा विज्ञान भनिन्छ। के विज्ञान कसरी लेखिन्छ? बी अनि ज्ञान हैन, त्यही हो नि त। विज्ञान शब्द कसरी भन्छ? बी प्लस ज्ञान पनि, बी प्लस ज्ञान भनेको विज्ञान हुन्छ। बी भनेको विशिष्ट विशेष हैन, ज्ञान भनेको बुद्धि विवेक त भयो नि त हैन। र जुन विशेष ज्ञान दियो त्यो विज्ञान हो, जो विशिष्ट किसिमको ज्ञान दिन्छ त्यो के हुन्छ त? विज्ञान हुन्छ नि। नेपालीमा यसरी भन्ने कसरी विज्ञान भनेको के? विज्ञान भनेको विशेष ज्ञान, विशिष्ट ज्ञान, यसरी भन्दा पनि हुन्छ हो। अब यो विज्ञानलाई इङ्ग्लिसमा हेर्ने भने इङ्ग्लिसबाट यसको चाहिँ कसरी बनेको छ विज्ञान शब्द यो हेर्ने हो भने अब इङ्ग्लिस भाषाका शब्दहरू प्रायः जसो ल्याटिन र ग्रिक भाषाबाट आएको छ है। इङ्ग्लिस भाषाका शब्दहरू प्रायः जसो के हुन्छ त त्यो ल्याटिन भाषा र ग्रिक भाषाबाट आएको हुन्छ। जस्तै नेपाली भाषाका शब्दहरू, मैथिली भाषाका शब्दहरू संस्कृतबाट आएको हुन्छ, त्यस्तै यो चाहिँ ल्याटिन भाषाबाट आएका छ हो। अब के हेर्ने भने यो हाम्रो जुन साइन्स वर्ड छ नि, साइन्स वर्ड, त्यो साइन्स वर्ड पनि चाहिँ के छ त ल्याटिन भाषाबाट आएको छ। कहाँबाट आएको छ? ल्याटिन भाषा, ल्याट्रिन होइन रे दोस्त, ल्याटिन भाषा है, ल्याटिन भाषा, ल्याटिन भाषाबाट चाहिँ के छ त बनेका छन्। ल्याटिन भाषाको सेनेटिया, के सेनेटियाबाट चाहिँ, सेनेटिया मतलब के भयो? सेनेटियाको मतलब के हुन्छ? नलेज हुन्छ। के हुन्छ? नलेज हुन्छ। सेनेटियाको अर्थ के भयो त? नलेज। सेनेटियाको अर्थ चाहिँ के हुन्छ त? नलेज हुन्छ। त यसको अर्थ साइन्सको अर्थ के भयो त? एउटा नलेज भयो। साइन्सको अर्थ के भयो? नलेज। नलेज मतलब कति नेपालीमा? ज्ञान। नलेज भनेको ज्ञान हो नि। अनि यतिकै सानो भनेर त हुँदैन। कसैले सोच्छ वाट इज साइन्स? त साइन्स इज नलेज नि, स्पेसिफिक नलेज यसरी भन्दा पनि हुन्छ। वाट इज साइन्स? साइन्स इज स्पेसिफिक नलेज भन्दा पनि हुन्छ। अलिकता पढाइ चढाइ गर्नुपर्छ नि, अलिकता थपेर मसाला दिएर भन्नुपर्दाखेरि के हुन्छ भने अ नलेज अर इन्फर्मेसन, एउटा मतलब ज्ञान अथवा सूचना विच वी गेन फ्रम अब्जर्भेसन हैन, अनि एक्सपेरिमेन्ट। अब्जर्भेसन त बुझ्छ नि त? अब्जर्भेसन के हुन्छ? अवलोकन भनिन्छ नेपालीमा। अवलोकन केबाट गरिन्छ? हाम्रो सेन्स अर्गन। सेन्स अर्गन कतिवटा छ? 5वटा सेन्स अर्गन। कुन कुन छ? आइज, इयर, नोज, माउथ छ। माउथ कहाँ छ? माउथ हुन्छ अरे हुँदैन, टङ, टङ अनि इयर। यो सब चाहिँ के हुन्छ त हाम्रो सेन्स अर्गन हो। सेन्स अर्गनको माध्यमबाट के गरिन्छ त अब्जर्भेसन गरिन्छ। एक्सपेरिमेन्ट, एक्सपेरिमेन्ट भनेको प्रयोग नि, प्रयोग गरिने त्यो चाहिँ के हुन्छ त प्रयोगबाट, अब्जर्भेसनबाट हैन त्यो ज्ञान जुन प्राप्ति हुन्छ नि त त्यो चाहिँ के हुन्छ त साइन्स हुन्छ। त्यस्तै बस्दा बस्दै त ज्ञान प्राप्ति हुँदैन, केही त गर्नु पर्यो। के गर्ने? अब्जर्भेसन गर्ने नि, अब कतै एक्सपेरिमेन्ट गर्ने, चेक गर्ने, अनि त्यसबाट जुन नलेज प्राप्त हुन्छ त्यो चाहिँ के हुन्छ त साइन्स हुन्छ। अर्को द सिस्टमेटिक स्टडी अफ नेचुरल वर्ल्ड, यो हाम्रो प्राकृतिक जुन संसार छ, फिजिकल वर्ल्ड भयो, नेचुरल वर्ल्ड भयो, त्यसको व्यवस्थित तरिकाको जुन अध्ययन हुन्छ हैन त्यो के हो त विज्ञान हो। नेपालीमा मैले बनाइदिएको छु साइन्टिया नि, वर्डबाट आएको छन्। अवलोकन र प्रयोगबाट चाहिँ के हुन्छ प्राप्त गर्ने ज्ञान वा जानकारी चाहिँ के हो त विज्ञान हो। अब हेरिरहेको चित्र कसको छ हेर्नु त? अल्बर्ट आइन्स्टाइन। एकदम ठ्याक्कै, एकदम सही जवाब। अल्बर्ट आइन्स्टाइन। मैले नाम देखिएन। धेरै टुक्रा गरेर टुक्राहरूलाई चाहिँ के गरेछ त विभिन्न देशका साइन्टिस्टहरूलाई बाँडिदिन्छ रिसर्च गर्नको लागि। अल्बर्ट आइन्स्टाइन हैन
अल्बर्ट आइन्स्टाइनलाई फादर अफ साइन्स भनिन्छ। फादर अफ साइन्स किन? सबभन्दा बढी चाहिँ योगदान दिनुभएको, साइन्सको क्षेत्रमा धेरै योगदान दिनुभएको हुनाले उनलाई कदर स्वरूप सम्मान स्वरूप उनलाई फादर अफ साइन्स भनिएको हो नि। जन्म कहिले भएको त 14 मार्च 1879 जर्मनीमा हैन। मृत्यु चाहिँ अप्रिल 18, 1955 76 वर्षको उमेरमा कहाँ त युएसएमा अमेरिकामा चाहिँ भएको हो। त्यस्तै साइन्स चाहिँ के हुन्छ भने यो इभिडेन्समा आधारित हुन्छ के, प्रमाणमा आधारित हुन्छ। बिना प्रमाणको चाहिँ के हुन्छ त हैन, साइन्सले चाहिँ के मानिँदैन नि। जहाँ साइन्स हुन्छ त्यहाँ इभिडेन्स हुन्छ, इभिडेन्स बिना साइन्स हुँदैन नि। त्यही भएर हामीले चाहिँ इभिडेन्सको रूपमा चाहिँ हैन आधारमा, साइन्स इज बेस्ड अन एभिडेन्स। साइन्स चाहिँ के हुन्छ त इभिडेन्समा, प्रुफमा चाहिँ के हुन्छ त आधारित हुन्छ हो नि। विज्ञान भनेको प्रमाणको आधारमा व्यवस्थित पद्धतिको अनुसरण गरी प्राकृतिक वा सामाजिक संसारको ज्ञान वा बुझाइको खोजी र प्रयोग हो। त्यसरी भन्न पनि सकियो नि। फादर अफ साइन्स कसलाई भनिन्छ? अल्बर्ट आइन्स्टाइन। योभन्दा अगाडि हामीले चर्चा गरिसकेका छौँ। फादर अफ मोडर्न साइन्स भनेर कसलाई चिनिन्छ त? त्यसो भए फादर अफ मोडर्न साइन्स भनेर ग्यालिलियो ग्यालिली नि। ग्यालिलियो ग्यालिलीलाई फादर अफ मोडर्न साइन्स भनिन्छ। उहाँले चाहिँ त्यो खगोलशास्त्रमा चाहिँ सबभन्दा बढी चाहिँ योगदान दिनुभएको, टेलिस्कोपको आविष्कारक हो नि। टेलिस्कोपको आविष्कारक, टेलिस्कोपको खोजी गर्ने वैज्ञानिक, बनाउने वैज्ञानिक ग्यालिलियो ग्यालिली। जस्तै अब साइन्सका विभिन्न ब्रान्चेसहरू छ, विभिन्न हाँगाभिङ्गा शाखाहरू छन्। यी शाखाहरू के हुन् त? यी शाखाहरू के हुन् हामीले क्रमशः हेर्दै जान्छौँ है त। नम्बर 1 मा चाहिँ के छ भने बायोलोजी। बायोलोजी मतलब के हुन्छ त? नेपालीमा जीव विज्ञान भनिन्छ। बायोलोजीलाई नेपालीमा के भन्छ? जीव विज्ञान भनिन्छ हैन। जहाँ चाहिँ यो लिभिङ अर्गनिजम जुन हुन्छ, लिभिङ बिङ्सहरू हुन्छ, यसको बारेमा स्टडी हुन्छ। त्यो प्लान्ट होस्, एनिमल होस् हैन, उनीहरूको बारेमा चाहिँ स्टडी अनि अध्ययन अध्यापन हुने गर्दछ। द साइन्टिफिक स्टडी अफ लिभिङ बिङ भन्दा पनि हुन्छ बायोलोजीलाई। त्यसपछि फिजिक्स नि। फिजिक्स के हो त? मेटर एन्ड इनर्जी नि। मेटर एन्ड इनर्जीको बारेमा चाहिँ हुन्छ, त्यो फिजिक्स भयो नि। केमिस्ट्री, फिजिक्स केमिस्ट्री, त्यो मेटरको प्रोपर्टिज भयो हैन, त्यसको स्ट्रक्चर भयो हैन, त्यसको जुन चेन्ज भयो, परिवर्तन हुन्छ, त्यसको बारेमा अध्ययन अध्यापन गरिन्छ। त्यो चाहिँ केमिस्ट्री हुन्छ। त्यसपछि बायोकेमिस्ट्री नि। बायो त्यसमा थपियो नि, केमिस्ट्रीमा बायो थपियो। बायो भनेको जीव भयो, जीव र साइन्स, जैविक रसायन शास्त्र भयो। अनि कि हाम्रो जस्तै हामीले खाना खाने गर्छौँ, त्यसमा पनि त केमिकल प्रोसेस प्रक्रिया सब हुन्छ। खाना पाचिने गरिदिन्छ हैन, त्यो त केमिकली रिएक्सनबाट पाइन्छ। हामी जीव हो हैन, लिभिङ बिङ हो र हाम्रो शरीरमा पनि केमिकल रिएक्सन सब हुने गरिन्छ। त्यो सबको सम्बन्धी चाहिँ अध्ययन अध्यापन के हुन्छ त बायोकेमिस्ट्रीमा हुने गर्दछ। जस्तो एस्ट्रोनोमी भयो। एस्ट्रोनोमी भनेको खगोलशास्त्र हैन, भनेको जुन ब्रह्माण्डमा रहेका विभिन्न ग्रहहरू छन्, स्पेस छ हैन, त्यो सबको बारेमा चाहिँ पढाइ हुन्छ, त्यो एस्ट्रोनोमीमा हुन्छ हैन। त्यसपछि साइकोलोजी चाहिँ बुझ्छ नि, मनोविज्ञान नि। मनोविज्ञान भनेको हाम्रो व्यवहारको अध्ययन गरिने विज्ञान हो हैन, स्टडी अफ बिहेभियर भन्न मिल्छ। जियोलोजी मतलब के भयो? हाम्रो अर्थ सम्बन्धी, पृथ्वी सम्बन्धी चाहिँ के हुन्छ त स्टडी हुन्छ हैन। द स्टडी अफ अर्थ, पृथ्वी सम्बन्धीको अध्ययन चाहिँ के हुन्छ? जियोलोजी हुन्छ। यो सब के हो दोस्त? यो सब चाहिँ के छ त ब्रान्चेस अफ द साइन्स हो। अब यसरी हेर्दाखेरि अब त्यो साइन्सका धेरै थुप्रै चाहिँ के छ त अब साइन्सका ब्रान्चेसहरू, यो बाहेक पनि अन्य ब्रान्चेसहरू हुन्छ साइन्सका। त्यो साइन्सका ब्रान्चेसहरूलाई मोटामोटी 3 भागमा विभाजन गरिएका छन्। त्यो भने चाहिँ नम्बर 1 मा चाहिँ नेचुरल साइन्स नि। नेचुरल साइन्स नि त्यो फर्स्टमा भयो। अर्को चाहिँ फर्मल साइन्स हुन्छ। त्यसपछि चाहिँ हाम्रो सोसल साइन्स हुन्छ। 3टा मोटामोटी हाम्रो साइन्सको जुन ब्रान्चेसहरू छ त्यसलाई मोटामोटी 3टा भागमा विभाजन गरिएको छ नि। के त नेचुरल साइन्स, फर्मल साइन्स र चाहिँ सोसल साइन्स गरेर 3 भागमा विभाजन गरिएको छ। अब नेचुरल साइन्स अन्तर्गत के पर्यो त? नेचुरल साइन्स अन्तर्गत हाम्रो फिजिक्स छ, केमिस्ट्री, बायोलोजी, त्यो सब हाम्रो के भयो त
नेचुरल होइन। त्यसपछि एस्ट्रोनोमी शब्द जुन छ होइन, जियोलोजी शब्द जुन छ त्यो सब चाहिँ के हुन्छ नेचुरल साइन्स अन्तर्गत पर्ने गर्दछ भने फर्मल साइन्स अन्तर्गत हाम्रो म्याथमेटिक्स भयो नि, म्याथमेटिक्स गणित शास्त्र नि, म्याथमेटिक्स इज अल्सो साइन्स, म्याथ पनि एक किसिमको साइन्स हो नि, लजिक तर्कशास्त्र नि, तर्क गरिन्छ नि त। त्यसपछि स्ट्याटिक्स भनेको के तथ्याङ्क शास्त्र जुन रेकर्ड सब राखिन्छ नि त त्यो। सोसियोलोजी मतलब के हुन्छ त समाजशास्त्र के, समाजशास्त्र नि समाज सबको बारेमा। एन्थ्रोपोलोजी मतलब के हुन्छ दोस्त, एन्थ्रोपोलोजी द स्टडी अफ ह्युमेनिटी मतलब मानवता सम्बन्धी अध्ययन गर्ने जुन शास्त्र हुन्छ त्यो एन्थ्रोपोलोजी हुन्छ। इकोनोमिक्स भनेको अर्थशास्त्र त कति रुपैयाँ पैसा सम्बन्धी अध्ययन अध्यापन जुन गरिन्छ नि त त्यो भयो अर्थशास्त्र भयो होइन। अब त्यो विभिन्न जुन साइन्स छ, साइन्सका ब्रान्चेसहरू छन् त्यसमा सबभन्दा बढी योगदान दिने व्यक्तिहरू के हुन्, को हुन् त होइन। अर्थात् हामीले सिम्पली भन्यो भने यसको फादर को हो, जस्तै फिजिक्सको फादर के हो, बायोलोजीको फादर को हो, यसरी चाहिँ को हुन् त। ए नम्बर 1 मा फादर अफ फिजिक्स होइन, फादर अफ फिजिक्स को सर आइजक न्युटन हो नि। फोर्सको युनिट को छ, के छ फोर्सको युनिट न्युटन होइन। सर आइजक न्युटनको नामबाट नै फोर्सको युनिट राखिदिएको छ होइन। वेटको युनिट पनि न्युटन होइन। फादर अफ केमिस्ट्री एन्टोनियो लभवाइजर नि। अर्को चाहिँ फादर अफ बायोलोजी एरिस्टोटल के, फादर अफ बायोलोजी को छ एरिस्टोटल को दार्शनिक हो, साइन्टिस्ट र दार्शनिक दुइटै हुनु उहाँ। फादर अफ जियोलोजी बुझ्छ, फादर स्टडी अफ द साइन्टिफिक स्टडी अफ एनिमलको बारेमा जुन अध्ययन अध्यापन गरिन्छ त्यो चाहिँ के भयो त जियोलोजी हुन्छ। अब हिन्दू एस्ट्रोलोजीको फादर को गौतम बुद्ध बौद्ध धर्म अन्तर्गत पर्यो नि त होइन। एस्ट्रोलोजी भने बुझ्छ नि ज्योतिष शास्त्र, हस्तरेखा देखेर तिम्रो भविष्य बताउँछ नि त नि, त्यो सब भयो एस्ट्रोलोजीको चाहिँ फादर सेज भृगु। सेज भनेको मतलब ऋषि, भृगु ऋषिको नाम सुनेछ, वेदमा छ भृगु ऋषि। त्यसपछि फादर अफ एस्थेटिक्स कार्ल पियर्सन, फादर अफ बोटेनी मतलब स्टडी अफ प्लान्ट, बोट बिरुवा सम्बन्धी अध्ययन गर्ने जुन शास्त्र हुन्छ त्यसलाई बोटेनी भनिन्छ। बोटेनीको चाहिँ के छ त फादर थियोफ्रेटस हो। त्यसपछि फादर अफ साइकोलोजी अनि मनोविज्ञानका पिता को हुन् त, स्टडी अफ बिहेभियर हुन्छ साइकोलोजीको अर्थ विलियम वुन्ड होइन। फादर अफ इकोनोमिक्स अर्थशास्त्रका पिता को हुन्, आदम स्मिथ नाम याद राख्ने। फादर अफ एस्ट्रोनोमी के हुन्छ, निकोलस कोपर्निकस। उहाँले नै पहिला चाहिँ हेलियोसेन्ट्रिक जुन थ्योरी छ उहाँले प्रतिपादन गर्नुभएको होइन। पहिला मान्यता के थियो, पृथ्वीलाई सूर्यले परिक्रमा गर्छ त्यो मान्यता थियो होइन। त्यसपछि के गर्यो त ब्रुनोले भने होइन त्यसो छैन, जुन हाम्रो जुन सोलर सिस्टम छ, सोलर सिस्टमको मध्यममा चाहिँ के छ त सन छ अनि सनलाई परिक्रमा गर्ने भनेको हाम्रो पृथ्वीले हो अनि त्यो चाहिँ खण्डन गर्यो। पहिलाको जियोसेन्ट्रिक मेथड थियो त्यसलाई खण्डन गर्यो कसले, त्यो ब्रुनोले। अनि ब्रुनोलाई फलस्वरूप के गर्यो त जिउँदै जलाइएको थियो कसलाई, ब्रुनोलाई। पछि गएर उहाँले साबित गर्नुभएको होइन सन चाहिँ के छ त हाम्रो सोलर सिस्टमको मध्यमा छ, बीच भागमा छ अनि यो सनलाई घुम्ने भनेको हाम्रो चाहिँ के छ त पृथ्वीले छ, साथै अन्य ग्रहहरू पनि छ। त्यो भएर उहाँलाई चाहिँ के भन्छ निकोलस कोपर्निकसलाई चाहिँ फादर अफ एस्ट्रोनोमी होइन ब्रुनोलाई चाहिँ मारेको। त्यसपछि अर्को आयो फादर अफ म्याथमेटिक्स। ल भन्नु त फादर अफ म्याथमेटिक्स को हो, आर्किमिडिजले चाहिँ त्यो जनाउनु र के भन्छ त भनिन्छ। फादर अफ बायोकेमिस्ट्री को हुन् त, कार्ल न्युबर्ग हो नि त, कहाँ हो त फादर अफ बायोकेमिस्ट्री भनिन्छ उहाँलाई होइन। यी साइन्टिस्टहरू हुन् होइन। अहिलेका त साइन्टिस्टहरूको चाहिँ हामीले कहिले काहीँ चिनेका हुँदैन, 2-4वटा साइन्टिस्टहरूको चिनौँ त
को हुन् त? हेर्नु त यो फिगर हेरिरहेको छु। ग्राहम बेल। को होला? ग्राहम बेल। चिनौ त? जस्तै हिरो हिरोइनहरूको फोटो हेर्ने बित्तिकै हामीले चिनिहाल्छौँ नि त। ग्राहम बेल। अब यो हिरोभन्दा कम छैन नि त। यस सर। को होला? ग्राहम बेल हो। ग्राहम बेल। ग्राहम बेल हो। हेर्नु त के हो? सर आइजक न्युटन। हो नि, सर आइजक न्युटन साहब हुनुहुन्छ नि त। ग्रेभिटी खोज गर्नुभयो। ग्रेभिटीको खोज गरेको कसले? सर आइजक न्युटन। त्यसपछि यो को होला हो नि त? यो फिगर 2 नम्बरको फिगर यो ग्राहम बेल को? ग्राहम बेल हो। टेलिस्कोप खोजी गर्ने को हो त? टेलिस्कोप बनाउने ग्यालिलियो उहाँ ग्यालिलियो हुनुहुन्छ। उहाँ चाहिँ ग्यालिलियो हुनुहुन्छ। यो को होला? हेर्नु त। निकोलस कोपरनिकस है नि? निकोलस कोपरनिकस है। निकोलस पुरन न भन्दैन। निकोलस पुरन को? निकोलस पुरन को? के को रे? निकोलस पुरन को? निकोलस पुरन क्रिकेटर हो नि त, वेस्ट इन्डिजको। अहिलेको आइपिएलमा चाहिँ सेकेन्ड के भन्छ त्यो रन स्कोरर छ नि त। को आइपिएल बढी हेर्छ? हेर्नु यो को हो? यो हाम्रो देशको जस्तो लागिरहेको छैन? को छ? गहेन्द्र शमशेर। गहेन्द्र शमशेर छ। अनि उहाँको बुवाको नाम? वीर शमशेर। गहेन्द्र शमशेरको बुवाको नाम वीर शमशेर। नेपालको पहिलो साइन्टिस्ट गहेन्द्र शमशेर। नेपालको पहिलो साइन्टिस्ट। कुन तो बनाएको? दीर्घन होइन बनाउनु भएको। यो को होला हेर्नु त? 2 जना छ। राइट ब्रदर नाम सुनेछौ? राइट ब्रदरको नाम सुने छैन? एरोप्लेनको आविष्कार विरिबल एन्ड ओरिबल्स दुई चाहिँ जाए। त्यसपछि यो को होला हेर्नु त? आर्किमिडिज को छ? आर्किमिडिज। ओ यो को होला हेर्नु त? लेडीजी होइन। अहिले लेडिजमा धेरै साइन्टिस्टहरू भयो। उहाँहरू मध्येबाट एकजना एकदम धेरै प्रसिद्ध फेमस साइन्टिस्ट मैडम क्यूरी। रेडियमको आविष्कार। यो चित्र कसको? ब्ल्याक होल सम्बन्धी खोजी गर्ने वैज्ञानिक को? ब्ल्याक होलको खोजी गर्ने उहाँ नै हुन्। उहाँको नाम स्टेफन हकिङ। स्टेफन हकिङ सर ये हमारा बुक में बनी छ। हां बुक में इंग्लिश बुक में है। व्हीलचेयर में। हां व्हीलचेयर में स्टेफन हकिङ। उहाँ को हुनुहुन्छ नि त? टाई लगाएको। स्टेफन हकिङ को जन्म लन्डन। संसारमा सबभन्दा बढी वस्तुहरूको खोजी गर्ने साइन्टिस्ट को? आफ्नो नाम आफै बिर्सिने वैज्ञानिक उहाँ नै हुन्। भन्नु त के नाम होला अब? आफ्नो नाम आफै बिर्सिने वैज्ञानिक। इलेक्ट्रिक बल्बको खोजी गर्ने ग्राहम बेल हो। नहीं सर, इलेक्ट्रिक बल्ब का आविष्कार टी.ए. एडिसन। थोमस अल्वा एडिसन हो नि। फादर अफ साइन्टिस्ट भनिन्छ उहाँलाई। फादर अफ वैज्ञानिकको पिता भने अल्बर्ट आइन्स्टाइनलाई चाहिँ फादर अफ साइन्टिस्ट होइन। थोमस अल्वा एडिसनलाई फादर अफ साइन्टिस्ट होइन, फादर अफ साइन्टिस्ट। उहाँले एउटा केमिकल लिएर सबै दिन चाहिँ के गर्थ्यो त? एउटा ट्रेन भएर चाहिँ जाने गर्दथ्यो। अनि त्यो केमिकलको कारणले गर्दा ट्रेनको डब्बामा आगो लाग्यो। अनि त्यो ट्रेनको डब्बामा भएको गार्डले उसलाई एक झापर कानमा लाग्यो। अनि जिन्दगीभरि उसलाई बहिरो भएर बस्यो। पत्रिका ट्रेनमा गएर पत्रिका बेच्ने वैज्ञानिक उहाँ है।
अब त्यसो भए वैज्ञानिक को हो त? यो सब त वैज्ञानिक हुन् न। हजुर अहिले हामी जुन चित्रहरू हेऱ्यौँ त्यो वैज्ञानिक हुन् उहाँहरू वैज्ञानिक रहेछ। नि। कसलाई वैज्ञानिक भने? जो नयाँ आइडिया दिन्छ नि त नि, नयाँ चिजको थोमस खोजी एडिसन गर्छ जेम्स हकी होइन, नयाँ चिजको खोजी गरेर नयाँ आइडिया दियो, अथवा एक्सपर्ट हुन्छ, नलेज एकदम नलेजमा एक्सपर्ट हुन्छ, कुनै चिजको बारेमा एकदम धेरै ज्ञान हुन्छ होइन, त्यो त्यस्ता व्यक्तिहरूलाई के भनिन्छ? नलेज के भन्छ त? साइन्टिस्ट भन्ने गरिन्छ हो। ए पर्सन हु इज स्टडिङ अर ह्याज एक्सपर्ट नलेज अफ द नेचुरल एन्ड फिजिकल साइन्स, विज्ञानको बारेमा होइन, अब विज्ञानका विभिन्न क्षेत्रहरूको बारेमा होइन एकदम एक्सपर्ट हुन्छ अथवा चाहिँ अध्ययन गर्छ, त्यस्ता व्यक्तिहरूलाई साइन्टिस्ट भने गरिन्छ है। प्राकृतिक वा भौतिक विज्ञानको अध्ययन गरिरहेका वा विशेषज्ञ अथवा विशेष ज्ञान भएको व्यक्तिलाई चाहिँ वैज्ञानिक भन्ने गरिन्छ। अनि इक्जाम्पलमा भने त धेरै वैज्ञानिकहरू माथि हामीहरूले हेऱ्यौँ नि। अब मैले अघि भने त्यो विभिन्न साइन्सका ब्रान्चेसहरू छ, धेरै साइन्सका विभिन्न ब्रान्च छ। त्यस्ता ब्रान्चहरू के हुन् त? अनि त्यसका डेफिनेसन सहित हेरौँ त होइन। नम्बर 1 मा फिजिक्स के हो त? हो फिजिक्स के हो त? मतलब यो मेटर र इनर्जीको रिलेसन, मेटरको बारेमा, इनर्जीको बारेमा र तिनीहरूको रिलेसनको बारेमा चाहिँ अध्यापन गरिने जुन शास्त्र हुन्छ त्यसलाई के भन्छ त? फिजिक्स भनिन्छ। फिजिक्सको पिता कसलाई भनिन्छ त? अल्बर्ट आइन्स्टाइन? नो, अल्बर्ट आइन्स्टाइनलाई भनिँदैन, सर आइजक न्युटनलाई भनिन्छ है त, फिजिक्सको पिता। अघि मैले पढाएको थिएँ। त्यसपछि नि पदार्थ, ऊर्जा र तिनीहरूको अन्तर सम्बन्धको अध्ययन गर्ने विज्ञानलाई के भनिन्छ त? भौतिक शास्त्र, नेपालीमा भौतिक विज्ञान अथवा भौतिक शास्त्र भन्ने गरिन्छ फिजिक्सलाई है। अर्को नम्बरमा चाहिँ केमिस्ट्री, पनि कसैले सेमेस्ट्री पढिदिन्छ, केमिस्ट्री पढ्ने प्रोनाउन्सिएसन यसको केमिस्ट्री हुन्छ नि। केमिस्ट्री भनेको के त? त्यो मेटरको प्रोपर्टिज भयो, कम्पोजिसन भयो होइन, संरचना होइन, तिनीहरूको परिवर्तन भयो, उनीहरूको बारेमा जुन अध्यापन गरिन्छ त्यस्तो शास्त्रलाई के भनिन्छ त? केमिस्ट्री भनिन्छ। द स्टडी अफ मेटर एन्ड इट्स प्रोपर्टिज, कम्पोजिसन एन्ड द चेन्जेस अफ इट अन्डरगोज इज कल्ड केमिस्ट्री नि। यसलाई नेपालीमा पदार्थ, उसको गुण, संरचना र यसमा हुने परिवर्तनहरूको अध्ययन गर्ने होइन, अध्ययनलाई रसायन विज्ञान भनिन्छ। अर्को छ बायोलोजी नि। बायोलोजी भनेको स्टडी अफ लिभिङ बिङ होइन, जुन लिभिङ बिङ छ तिनीहरूको स्टडी गर्ने चाहिँ के हुन्छ त भनिन्छ। द ब्रान्च अफ साइन्स द्याट डिल्स द लिभिङ अर्गनिजम एन्ड द भाइटल प्रोसेस कल्ड बायोलोजी नि। अनि चाहिँ लिभिङ बिङ र तिनीहरूको विभिन्न प्रक्रियाहरू हुन्छ लिभिङ बिङको भित्र, त्यस्ता प्रक्रियाहरू सम्बन्धी अध्ययन गर्ने विज्ञानलाई के भन्छ? जीव विज्ञान भनिन्छ। नेपालीमा जीव विज्ञान भनिन्छ। जीव विज्ञानको पिता को हो त? एरिस्टोटल नि। एस्ट्रोनोमी, अब त्यसको एस्ट्रोनोमी के हो त? हाम्रो पृथ्वीको वायुमण्डल नि, पृथ्वीको वायुमण्डल बाहेक जुन अन्य ग्रहहरू छ होइन, उपग्रहहरू छ, त्यस्तै स्पेस छ होइन, के भन्छ त ग्यालेक्सी सब छ, योहरूको बारेमा जुन अध्ययन गरिन्छ त्यस्तो शास्त्रलाई के भन्छ? एस्ट्रोनोमी भन्ने गरिन्छ। द स्टडी अफ एभ्रिथिङ इन द युनिभर्स, यो युनिभर्समा भएको प्रत्येक चिजको अध्ययन गर्ने होइन, बियोन्ड के त? अर्थ एटमोस्फियर, अर्थको एटमोस्फियर बाहेक यो हाम्रो ब्रह्माण्डमा भएको जति पनि जुन वस्तुहरू छन् सबको बारेमा अध्ययन गरिन्छ, त्यसलाई के भन्छ त? एस्ट्रोलोजी भनिन्छ, एस्ट्रोनोमी भनिन्छ नि। पृथ्वीको वायुमण्डलभन्दा बाहिर ब्रह्माण्डमा भएका सबै कुराहरूको अध्ययनलाई खगोल विज्ञान भनिन्छ होइन। यसको पिता चाहिँ के हो त? निकोलस कोपर्निकस। को छ? जुलोजी। जुलोजी को हो त? जुलोजी के भयो त? स्टडी अफ एनिमल अनि स्टडी अफ एनिमल। द साइन्टिफिक स्टडी अफ एनिमल इज कल्ड जुलोजी होइन। जुलोजी भनेको साइन्टिफिक स्टडी अफ द एनिमल होइन, जनावरहरूको बारेमा चाहिँ के गरिन्छ त? एकदम स्टडी गरिन्छ होइन, साइन्टिफिक स्टडी गरिन्छ, त्यसलाई के भन्छ? जुलोजी भनिन्छ। जुलोजीको फादर चाहिँ के हो त? को हुन् त? को हुन् भने हाम्रो चाहिँ एरिस्टोटल साहेब हुन् हो। यतिकै राखिदेऊ।